लोकल कुखुराको झोल रेसिपी लिएर आएको छु आज म फेरि। हेर्नुहोस्, कुखुरा मासु काटेर रेडी छ। बनाएको त देखेन हो, बनाएको त देखाएन। अब चाहिँ बनाउँदैछ है, रेडी भयो। अब तेल लगाउँछ मेरो बुढीले। जाडोमा लोकल कुखुराको झोल 5 फरन आयो साथीहरु। 5 फरन फेरि प्याज आयो। फेरि प्याज त रातो पारेर भुट्नुपर्छ। फेरि अब रातो भयो। अब चिकन लाउँदैछ। चिकन एड भयो यसमा। जाडोमा मजा आउँछ है चिकन। फ्राई गर्नुपर्छ, मजाले भुट्नुपर्छ यसलाई। दामी रहेछ हैन। हल्दी भाले काटेकै, भालेको सिक्किम लगाएको एकदम। दामी फ्राई भयो साथी हो। हेर्नु, दामी फ्राई हुँदैछ चिकन। लोकल चिकन हो। अदुवा लसुन खुर्सानीको पेस्ट आयो साथीहरु। फेरि अघिबाट फ्राई गरिसकेर वाउ दामी देख्यो। नाइस, भेरी नाइस, दामी देख्यो, दामी। हेर्नुहोस्, जिरा पाउडर एड भयो। ज्यादा नहीं लगाना था। टमाटर एड होता है फेरि। ओके, फिर आउँछ यसमा थोड़ा नमक एड हुँदैछ साथीहरु। दामी देख्यो। यो झोल लाउने बेला साथी यतिको भाइ। अब रस जान्छ यसमा। जाडो मौसममा झोल लगाएर सरम खाइन्छ। लो दामी यस्तो भयो लोकल चिकन चाहिँ। झोल भनौँ चक्रा त्रुक झोल यस्तै भयो। अब धनिया उतार्ने। धनिया लोकल धनिया, यो चाहिँ आफ्नै घरको बारीको। मुखमा पानी आयो मुखमा। यस्तो भयो है हाम्रो चिकन चाहिँ, लोकल चिकन। धनिया लगाएर यतिको भयो साथीहरु। खाएको भिडियो आउँछ है मेरो युट्युब च्यानलमा। बनाएको रेसिपी मात्रै।